So hello everyone, once again welcome back to my channel. You guys are fine. म पनि एकदमै फाइन छु। अहिले चाहिँ म काममा जान लाग्यो हैन। उफ कस्तो गर्मी भएको बिहान बिहान यार। यहाँनिर चाहिँ पानी फ्याक्ट्री छैन ट्याक्क। त्यहाँनिर चाहिँ एउटा पानी फ्याक्ट्री छ। अनि म पानी फ्याक्ट्रीको ठ्याक्कै साइडमा बस्छु। सो अहिले चाहिँ म काममा जान लाग्यो। काममा भन्दा पनि पहिला चाहिँ दाइको घर जानु पर्यो खाना खान, अनि त्यसपछि काममा जान्छु। के मेसिन गल्ली भन्ने त उताको गल्ली हो। यो गल्लीलाई चाहिँ के भन्छ कुन्नी के हो, एउटा मन्दिर छ कि यहाँ। त्यो मन्दिरको अगाडिपट्टि हो क्या। हो यो चाहिँ दाइको घर हो। यहाँ खाना खान्छु अनि त्यसपछि जान्छु। तिम्रो नाम के हो नि? हेलो सर, के छ खबर? गुड। सो गाइस भर्खरै हामी गाडीबाडी झऱ्यो। अगाडिपट्टि दाइ जाँदै हुनुहुन्छ। के भन्नुभयो? के लाइट काना पाएछ मेरो यो होइन तपाईको तिम्रो टाको होइन मेरो यो गोप्रोकै थियो के? पता नि गोप्रोको त नि। तपाईले यसमा मैले पहिला आइफोनको माथिबाट राखेर भिडियो बनाउँथे। कसरी? त्यो माथि यस्तो यसको स्क्रिनको भागमा हुन्छ नि, त्यहाँ अड्किन्छ के यो। दामी पावरफुल छ नि यो लाइट। गरिब का खाना त्यहाँको गाई चाहिँ हामी चाहिँ यहाँ चिया खाने ठाउँमा आइसक्यौँ। यहाँनिर यसको वातावरण देख्न सक्नुहुन्छ। यो लोर्से मलको क्याफे भइहाल्यो यो। अनि यहाँनिर चाहिँ हामी चिया खान्छौँ एकैछिन बसेर। म चाहिँ फेरि जान लाग्यो भने गाइस दाइले चाहिँ पसलको चाबी ल्याउन बिर्सिनु भएछ। अनि पसलको चाबी पसलमै छ कि के अरे पसलको चाबी घरमा आयो कि गाडीमा एक्ज्याक्ट चाहिँ हेर्न जानुपर्ने हुन्छ। मैले यस्तो अवस्थामा हिजो मोटो भ्लग गरेँ नि त। मोटो भ्लगको लागि चाहिँ अनि मैले चिनमाउट हालेर मोटो के अरे हेलमेटमै गोप्रो एट्याच गरेको थिएँ। अनि अहिले चाहिँ स्कुटी लिएर आएन। अनि त्यही भएर चाहिँ मैले स्कुटी लिएर आएन। अनि त्यही भएर गाडीमा आएको भएर चाहिँ यो गोप्रो चाहिँ हातमै लिएर आएको, स्टिक चाहिँ लिएर आएन कि। अब चाबी गाडीमा छ कि छैन भन्ने कुरा त्यही हो। सो गाइस मैले चाहिँ चाबी देखिनँ होइन। सो चाबी देखिनँ, स्योर पक्कै घरै छोडिदिएँ। त्यही हो फेरि माथि जानुपर्ने हुन्छ। म तलमाथि दिनमा 10 चोटि तलमाथि गर्छु कि यो बाटोमा। यहाँनिर चाहिँ हाम्रो मिसन हुन्छ। मेरो भ्लगमा के भन्न चाहन्छौ? तिमीलाई देखिएन कि भाइ बत्ती बाल्छु। कस्तो देखेन हो र? यो चाहिँ हाम्रो यो मलको पसल मध्ये सबसे राम्रो मान्छे। Long? Come on.
हेलो 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 अब हामी चाहिँ पसल बन्द गरेर जाँदै सो गाइज आजको दिन पनि यत्तिकै गयो आइयो बसियो गयो यहाँनिर बेला मलाई त निला यहाँनिर दाइ हुनुहुन्छ अब चाहिँ हामी जानु लाग्यो आजको दिन यति बितियो तल बसिन भेटौँला भनेको ठ्याक्कै तल पनि आइहाल्यो के गर्नु यस्तै चलिरहेको दिन कस्तो कालो देखाएको यार म त्यस्तो कालो त छैन जानुपर्ने हुन्छ घरतिर आजको मौसम चाहिँ हल्का चिसो पानी परेको भएर के गर्नु गाह्रो छ जिन्दगी जिउन यहाँ गाह्रो मलाई लेडिज पर्फ्युम सो गाइज अब चाहिँ हामी घर जानु लाग्यो यहाँनिर हाम्रो के रे यहाँनिर चाहिँ हाम्रो ड्राइभर दाई सञ्जीव दाई हुनुहुन्छ अब सो गाइज म चाहिँ ट्याक्क खानासाना खाएर अब रुमतिर जानु लाग्यो अनिस दाई हानेर हुन्छ बाबु हेलो भन्दै उयो कत्रो आयो अरे सो अब चाहिँ म खानासाना खाएर दाइकै घर खान्छु मैले खानासाना खाएर अब रुमतिर जानु लाग्यो अब रुममा कसरी भेटौँला गाइज रुममा आएँ होइन सो म भर्खरै रुममा आएँ होइन आजको दिन पनि यस्तै गरेर बित्यो के भन्नु